आन्टी बाबा आमालाई चाहिँ होइन, बाजे बोजूलाई मात्र। अर्को पालि चाहिँ अङ्कल आन्टीले पनि पाउनुहुनेछ। आमेन भन्नु भएन, त्यसो पाउँदैन। र यस समय म विशेष गरी हाम्रो चर्चबाट सबैभन्दा वृद्ध अवस्थामा भएका बाजे अनि बोजूहरूको निम्ति क्रिसमस गिफ्ट हाम्रो युथको तर्फबाट, हाम्रो युथले टिफिनको पैसाबाट बचाएर कसरी हुन्छ के गरेर हामीले वर्षभरि नै यसको निम्ति प्रार्थनाको साथमा, हामीले प्रयासको साथमा यो गिफ्ट बाजे बोजूको निम्ति प्रोभाइड गरेका छौँ। त्यति ठुलो त छैन, प्रार्थना गरिदिनुहोस् आउने पालि ठुलो पनि गर्न सकौँ भनेर। अनि विशेष गरी यो समय हाम्रो चर्चबाट दुईजना बाजे हुनुहुन्छ, एल्डर बाउ अनि हाम्रो होस्टमा बस्ने बाजेलाई म अघि बोलाउन चाहन्छु। बाजे कता हुनुहुन्छ पनि? ऱ्याप्चर हुनुभयो क्या क्रिसमसमै। र हाम्रो एल्डर बाउलाई म अघि बोलाउन चाहन्छु। हाम्रो युथकै तर्फबाट हाम्रो युथका नानीहरू अघि आउनुहुनेछ र यो क्रिसमस गिफ्ट वितरण गरिदिनुहुनेछ। र विशेष गरी म अघि बोलाउन चाहन्छु, यसरी नै हाम्रो सबै नानीहरू जतिजना छौँ हामी सबैजना अघि आइदिने यहाँ वरदानको हातबाट हाम्रो एल्डर बाउलाई सानो क्रिसमस गिफ्ट तालीको साथमा मण्डली तपाईँले ताली बजाइदिनुहोस्। र सानो उपहार हाम्रो एल्डर बाउलाई युथको तर्फबाट है तालीको साथमा। यसै बाजे कता जानुभयो पनि है, बाजेलाई गिफ्ट मन पर्दैन क्या हो है। र बाजेलाई हामी अहिले पछिबाट दिनेछौँ। र हाम्रो चर्चबाट विशेष गरी हाम्रो हजुरआमा हुनुहुन्छ, हजुरआमालाई म अघि बोलाउन चाहन्छु। तालीको साथमा क्रिसमस गिफ्टको तर्फबाट सानो उपहार, एउटा गिफ्ट हाम्रो हजुरआमालाई। परमेश्वरले दीर्घायु दिउन्, अझै पनि स्वास्थ्यको जीवन दिउन्, अझै पनि आउने साल योभन्दा दामी स्वस्थ शरीर लिएर हामीसँग क्रिसमस मनाउन पाउन् भन्ने शुभकामना राख्दै हजुरआमालाई सानो गिफ्ट, क्रिसमस गिफ्ट यसरी बहिनी दीक्षाको हातबाट हामी दिन चाहन्छौँ। र ताली बजाउँदै गर्नुहोस् है, ताली बजाउँदै गर्नुहोस्। परमेश्वरले हाम्रो हजुरआमालाई दीर्घायु दिएका हुन्। यसमै हाम्रो चर्चबाट नै हाम्रो दिदीको सासू हुनुहुन्छ, उहाँलाई पनि हामी अघि बोलाउने छौँ। उहाँ पनि वृद्ध अवस्थामा हुनुहुन्छ, उहाँलाई पनि हामी उपहार क्रिसमस गिफ्ट दिएर उहाँको निम्ति पनि हामी शुभकामना गर्छौँ। परमेश्वरले स्वास्थ्य शरीर दीर्घायु दिउन्, आउने साल अझै अचम्मले हामी क्रिसमस तपाईँसँग मिलेर मनाउन चाहन्छौँ। र यो उपहार बहिनी दृष्टिको हातबाट उहाँलाई हामी दिनेछौँ र तालीको साथमा। र हुन्छ आफ्नो स्थानमा बसिदिनुहोस्। र हाम्रो साथमा हाम्रो विद्या बढी पनि हुनुहुन्छ, बढीलाई पनि म अघि बोलाउन चाहन्छु। हाम्रो भोलिन्टियर कोही हुनुहुन्छ, खुसी गएर रहेछ। र उहाँलाई पनि हामी युथको तर्फबाट शुभकामना टक्राउँछौँ। अनि उहाँको निम्ति पनि हाम्रो प्रार्थना छ, दीर्घायु स्वास्थ्य शरीर अनि परमेश्वरले कुनै पनि दुःख कष्टमा उहाँलाई नराखेका हुन्। अनि आउने साल फेरि पनि बढीकै हातबाट हामी केक कटिङ गर्न पनि माग्छौँ। र यो समय हामी ताली बजाउँदै बहिनी कुकुको हातबाट यसरी नै क्रिसमस गिफ्ट उहाँलाई हामी सानो ताली बजाइदिनुहोस्। र परमेश्वरले हाम्रो बहिनीलाई दीर्घायु स्वास्थ्य शरीर धेरै 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 आशिष दिएका हुन्। र हाम्रो बिचमा एल्डरनी आमा पनि हुनुहुन्छ, उहाँले अलिकति कान कम्ती सुन्नुहुन्छ। एल्डरनी आमा, उहाँलाई हामी प्रार्थना गर्दै आउने साल कान पनि सुनेर स्वास्थ्य शरीर लिएर अझै परमेश्वरको महिमा गर्दै हामीसँग क्रिसमस सेलिब्रेसन गर्न सक्छौँ हुन् भनेर हामी शुभकामना गर्दै हामी यो गिफ्ट चाहिँ यसरी नै बहिनी आँकुबाट हामी उहाँलाई यो सानो टोकन गिफ्ट हामी पठाउन चाहन्छौँ। तालीको साथमा परमेश्वरले तपाईँलाई पनि धेरै 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 आशिष दिएका हुन्। र हाम्रो बिचमा त्यस्ता लामा हुनुहुँदैन, अनि तपाईँ अनि हामीलाई थाहा छ कतिजनाले चिन्नु हुँदैन। अनि उहाँ हाम्रो एक समयमा एकदमै प्रार्थनाको योद्धा हुनुहुन्थ्यो, चर्चको एउटा मेन
एउटा बाइबल वुमन हुनुहुन्थ्यो अनि उहाँलाई यो दिनहरूमा हामी धेरै मिस गरिरहेका छौँ। अनि उहाँ अहिले क्रिसमस पनि मनाउने अवस्थामा छैन, बेड रेस्टमा हुनुहुन्छ, अस्वस्थ हुनुहुन्छ। अनि सुन्दै थियो अलिकति रिकभरी पनि हुँदैछ भनेर। अनि कन्टिन्यू हामी प्रार्थनाको खाँचो छ उहाँलाई। अनि प्रार्थना बुद्धरै उहाँ स्लोली भए पनि रिकभर हुनुहुँदैछ। अनि उहाँको निम्ति पनि हामी शुभकामना टक्राउँदै नयाँ सालको निम्ति है उहाँको जीवनमा धेरै आशिष, स्वास्थ्यको आशिषहरू परमेश्वरले दिउन्, चङ्गाइको आशिषहरू दिउन्, दीर्घायु दिउन् भनेर उहाँको निम्ति हामी शुभकामना टक्राउँदै सानो गिफ्ट फ्युचरको बोजू हुनुहुन्छ के अरे वित्तीय मतलब पुरानो बोजू हुनुहुन्छ भने अब फ्युचरको बोजूको हातमा नै यो टक्राउन चाहन्छौँ। गिफ्ट अहिले भन्न चाहेको नातिनीको हातमा यो गिफ्ट हामी यस्ता आमाको निम्ति टक्राउँदै बहिनी खुसीको हातबाट यस्ता आमालाई सम्झना गर्दै बहिनी दीक्षाले यस्ता आमाको रिप्रेजेन्ट गर्दै यो गिफ्ट यस्ता आमासम्म उहाँले पुऱ्याइदिनु हुनेछ। र यस्ता आमाको निम्ति पनि हामी कन्टिन्यू आशिष अनि स्वास्थ्यको आशिष हामी गर्दैछ। यो समय हाम्रो बाजेको ऱ्याप्चर भइसकेको मानिस फेरि पनि पृथ्वीमा साथ आउनु भएको छ। अनि यो समय बाजेलाई पनि नतालिनुहोस् बाजे। यो समय भाइ छोकरको हातबाट बाजेलाई सानो गिफ्ट युथको तर्फबाट हामी टक्राउन चाहन्छौँ। बाजे बाहिर हुनुहुन्छ बुझ्नुपर्छ। यो समय ताली बजाउँदै बाजेलाई पनि परमेश्वरले धेरै आशिष दिउँ, स्वस्थ दिउँ, दीर्घायु दिउँ। यसरी नै बाजेले आउने साल पनि हामीसँग क्रिसमस मनाएका हुन् भन्दै मेरो सानो यो समय यतिमा राख्दै